नमस्कार, स्वागत छ। यदि तपाईँ नेपालको कुनै पनि कम्पनी, फर्म लगायतका कार्यस्थलमा काम गर्दै हुनुहुन्छ भने तपाईँले श्रम ऐन हेर्नुपर्छ। मैले यहाँभन्दा अगाडि पनि भनेको छु। श्रम ऐनको दफा 37 मा भएको व्यवस्थाको बारेमा मैले तपाईँहरूको लागि जानकारी लिएर आएको छु, जहाँनिर चाहिँ प्रत्येक वर्ष श्रमिकले चाहिँ चाडपर्व खर्च प्राप्त गर्ने, आफूले पाइराखेको 1 महिनाको स्यालेरी बराबरको भन्ने व्यवस्था रहेको छ। र चाडपर्व खर्चको बारेमा चाहिँ के मिसकन्सेप्सन छ भने चाडपर्व खर्च चाहिँ दसैँको बेलामा प्राप्त गर्न सकिन्छ भन्ने एउटा मिसकन्सेप्सन छ, जुन चाहिँ बिल्कुलै गलत छ। किनभने श्रम ऐन त्यसैले तपाईले हेर्नुपर्ने हुन्छ। उक्त श्रम ऐनमा के भनेको छ भन्दाखेरि चाडपर्व खर्च चाहिँ तपाईले आफ्नो मुख्य चाडपर्वको अवसरमा भुक्तान लिनको लागि चाहिँ रोजगारदाता समक्ष निवेदन दिन सक्नुहुन्छ भन्ने व्यवस्था गरेको छ। अब भने चाहिँ हामीले उक्त दफा 37 मा जहाँ चाडपर्व खर्चको बारेमा व्यवस्था गरिएको छ त्यहाँनिर के भनिएको छ भन्ने कुराको बारेमा चाहिँ विस्तृत रूपमा जानौँ है त। दफा 37 को उपदफा 1 मा के भनेको छ भन्दाखेरि आफ्नो धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वको लागि प्रत्येक श्रमिकले खाइपाई आएको 1 महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ भन्ने प्रावधान राखेको छ। यानी कि आफूले खाइपाई आएको 1 महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम भने प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा चाहिँ श्रमिकले पाउने भन्ने व्यवस्था रहेको छ। त्यस्तै गरी उपदफा 2 मा भने चाहिँ चाडपर्व भन्नाले अब कुन चाडपर्व त होइन भन्दाखेरि त्यहाँनिर के भनेको छ भन्दाखेरि उपदफा 1 बमोजिमको चाडपर्व खर्च श्रमिकले आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिनको लागि रोजगारदाता समक्ष लिखित अनुरोध गर्न सक्नेछ भन्ने प्रावधान राखिएको छ। यानी कि तपाईले आफ्नो मुख्य चाडपर्वको अवसरमा चाडपर्व खर्च भुक्तानीको लागि निवेदन दिन सक्नुहुन्छ रोजगारदाता समक्ष। यदि तपाईले त्यस्तो गर्नु भएन भने चाहिँ त्यस्तो अनुरोध नगरेको अवस्थामा प्रत्येक वर्षको बडा दशैंमा चाडपर्व खर्च भुक्तानी दिनुपर्नेछ भन्ने व्यवस्था गरेको छ। यदि तपाईले अब आफ्नो मुख्य चाडपर्वमा निवेदन दिनु भएन भने चाहिँ तपाईले चाडपर्व खर्च कहिले पाउनुहुन्छ भन्दाखेरि प्रत्येक वर्षको बडा दशैंमा। त्यस्तै गरी अर्को भनेको उपदफा 3 मा हामीले हेर्यौं भने चाहिँ त्यहाँ के भनेको छ भन्दाखेरि चाडपर्व खर्च भुक्तानी दिइने दिनसम्म 1 वर्ष सेवा अवधि पूरा नभएको श्रमिकले निजले गरेको सेवा अवधिको अनुपातमा चाडपर्व खर्च पाउनेछ भन्ने प्रावधान राखिएको छ। मलाई जहाँसम्म लाग्छ आजबाट एउटा मिसकन्सेप्सन चाहिँ क्लियर भयो होला कि चाडपर्व खर्च चाहिँ दशैंमा मात्र प्राप्त हुन्छ भनेर। चाडपर्व खर्च चाहिँ तपाईले आफ्नो धर्म, संस्कृति तथा परम्परा अनुसार आफ्नो मुख्य चाडपर्वको अवसरमा प्राप्त गर्न सक्ने नेपालमा कानुनी प्रावधान रहेको छ। यदि तपाईलाई अन्य केही प्रश्नहरू छन् भने तपाईले मलाई कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ। मेरो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा सम्पूर्णमा धेरै धेरै धन्यवाद।